लाले ठिक मसिन हातमा छ बुयै बुझ्न नहर्न देखिन्न हैन बुझ आदि वहाँ यार दुनियाँभरका मान्छे हेरेर ल यहाँ अहिले हेर है सबैजनालाई स्वागत छ वेलकम टु माई युट्युब च्यानल यहाँहरू सबैजनालाई स्वागत छ कृपया साथीहरू हामी लगभग यो फार्ममा काम गरेको धेरै भइसक्यो हैन हामी यतै काम गर्छौँ अनि यहाँ अहिले कति कस्तो छ भने लगभग 150 160 जति गाईहरू छ यहाँ अनि हामी यसमा काम गर्छौँ लगभग 12-13 जना जति नेपाली छ क्या काम गर्ने सबै अनि त्यो मध्ये अब हाम्रो सबै 12 जना मध्ये अब सबै भन्दा अब एकजना अब म्यानेजर पनि हुनुहुन्छ उहाँलाई यहाँको बारेमा सबै थाहा छ कि ए टु जेड गाईको बारेमा अनि गाईलाई इन्जेक्सन लगाउने मेडिसिन गर्ने औषधि लगाउने सलाइन चढाउने बिरामी भयो भने त्यो काम गर्नुहुन्छ र यहाँको बारेमा म भन्दा पनि हामी अरू सबैभन्दा पनि उहाँ बढी जानकार हुनुहुन्छ अनि म उहाँलाई केही सोध्छु यहाँको बारेमा तपाईँहरू जस्तै अब सोध्यो भने अब सबै कुरा थाहा हुन्छ नि त त्यो अब सोध्छु क्या आउनु त एकैछिन उहाँ यहाँ हुनुहुन्छ होइन अनि म देखाउँछु साथीहरू सबै साथीहरूलाई म यहाँको बारेमा सोध्छु उहाँ अहिले आउनुहुन्छ एकैछिन पछि होइन अब तपाईँहरू सोध्नुहुन्छ अनि ल तपाईँ आउनु न एकछिन आउनु त आउनु त्यो यो भन्न त्यस्तो अप्ठ्यारो हुँदैन कि एकदम सजिलो हुन्छ यहाँ भन्नु यो साँचो यो रियल जस्तो हुनु पऱ्यो क्या अनि यतिनिर आउनु होइन अनि ल यहाँनिर आउनुहुन्छ उहाँलाई सोध्छु म केही कुराहरू नमस्ते गर्नु यो लगभग यो हाम्रो यो गाईको फार्ममा अनि कति जति गाई छन् यहाँ सबै 160 सिधा 160 भनेपछि अब मेसिनहरू छ कि हात के कसरी निकाल्नुहुन्छ दुध हातले मेसिनले उता मेसिन देखाउनु ए मेसिन ठिक छ त्यो हुन्छ अनि कतिवटा मेसिन परेको हुन्छ यो गाईहरू दुध निकाल्नलाई 6वटा भनेपछि सबै गाई मेसिनले निकाल्नुहुन्छ कि हातले पनि तान्नुहुन्छ मेसिनले निकाल्ने हातले तान्ने पछाडि ए अनि यो टोटल यति गाईको त लगभग अन्दाजी दुध कति हुन्छ होला 2000 लिटर भनेपछि एउटा गाईले एक टाइममा 2000 लिटर अनि दुई टाइम गरेर कति लगभग 4000 लिटर जति हुने भयो होइन ए अनि अब गाईहरू बिरामी भयो भने यताउति बाहिरबाट डक्टर बोलाउनु हुन्छ कि अनि आफै पनि गर्नुहुन्छ कस्तो इन्जेक्सन सलाइन लगाउने इन्जेक्सन अनि मेडिसिन गर्ने होइन सबै ए लगभग यहाँ कति मान्छे कति छ काम गर्ने मान्छे 10 जना अब सबै नेपालको हो कि बाहिरको मान्छेहरू पनि छन् यो कति लगभग यो फार्ममा काम गरेको कति जति भयो मलाई त 7 वर्ष जति भयो ए लगभग आउने अब काम गर्दाखेरि त्यस्तो खासै समस्या त त्यस्तो हुँदैन होइन अब लगभग अब 6-7 वर्षको अनुभव भनेपछि त अब लगभग त्यस्तो अप्ठ्यारो ठिक छ अब भनेपछि दुई टाइम गरेर लगभग 4000 लिटर जति हुँदो रहेछ दुध त्यति हुने रहेछ ए अनि मेसिनबाट निकाल्ने अनि अब अहिले सफाई कार्यक्रम चलेको छ अब सफाई लगभग कति जति लाग्छ सफा गर्न टाइम पुरै टाइम 1 घन्टामा सबै सकिन्छ लगभग 160 गाई अब 1 घन्टामा सफाई गर्न मेसिनले होइन सफा गर्ने ए ठिक छ अनि अब जस्तै यो गाईहरू अब यो डेलिभरी जस्तै बच्चा पाउने गाईहरू पनि छन् कि कस्तो छन् ए अनि यो जस्तै अब गाईहरू दुध दिँदा थाक्यो भने अनि ए चेन्ज अब जो कम दिन्छ त्यसलाई चेन्ज गरेर अर्को ल्याउने हुन्छ ए ल हजुर हस् धन्यवाद छ है त 3 मिनट मसिन पनि यहाँ यस्तो ल यहाँ मेसिन छ होइन यो के अरे साथीहरू मेसिनहरू छ अनि यसलाई यो जोड्न अब सफा गरेर अहिले यो मेसिन राखेको छ होइन ल सबैजना साथीहरू भिडियो हेर्नु होला फुल वाच गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सबैजनाले सब्सक्राइब गर्नु होला यस्तो आइरहन्छ अब हामी प्रायः यहाँ फार्ममा काम गर्ने मान्छे हुनाले अनि यस्तै भ्लगहरू आउँछ हाम्रो अरूभन्दा पनि